नमस्ते सबैजनालाई। आजको धेरै नै इम्पोर्टेन्ट लेक्चर छ र आज सबैजना अनिवार्य रूपमा नै हेर्नु होला, किनकि आज मिस भयो भने धेरै कुरा नै मिस हुनसक्छ। अब यो सबभन्दा इम्पोर्टेन्ट टपिक आज के हो भने, किन इम्पोर्टेन्ट छ भने नि, यो बच्चाको सुरुको 6 महिना हामीले के खुवाउने, दुध मात्रै खुवाउने, अनि 6 महिना कटिसकेपछि के खुवाउने, गाईको दुध अनि भैँसीको दुध खुवाउन मिल्छ कि मिल्दैन, र किन खुवाउने, खुवायो भने के हुन्छ, अनि खुवाएन भने के हुन्छ, त्यो पनि हेर्नु। सबै कुरा जानकारीको लागि आज यो मैले सानो एउटा लेक्चर लिएर आएको छु र यो धेरै नै इम्पोर्टेन्ट छ र सबैजनालाई हेर्न अनिवार्य नै छ। त्यसैले सबैजना मिस गरिदिनु होला। सुरुमा के छ भने, सुरुको 6 महिना बच्चा जन्मिसकेपछि सुरुको 6 महिना चाहिँ आमाको मात्रै दुध खुवाउनुपर्छ। किन आमाको मात्रै दुध खुवाउनुपर्छ त्यो बुझ्नुपर्छ हामीले। आमाको मात्रै दुध खुवाउनुको कारण मेन कारण के हो भने, आमाको दुधमा चाहिँ सबभन्दा बढी सबै जति हाम्रो भिटामिन्स मिनरल्सहरू हुन्छ होइन, एउटा बच्चाले पाउनुपर्ने वाटर कन्टेन्ट हुनुपर्छ, त्यो सबै ब्रेस्ट मिल्कमै हुन्छ सुरुको 6 महिना। जस्तै 88% वाटर हुन्छ, अरू इम्पोर्टेन्ट न्युट्रिएन्ट्सहरू अनि भिटामिन्स मिनरल्स सबै आमाको दुधमा भएको कारणले आमाको दुध मात्रै खुवाएर बच्चाले पुग्छ, अरू केही खुवाउनु पर्दैन बच्चालाई सुरुको 6 महिना। अनि त्यसपछि अब हामीले अरू कुराहरू खुवायो भने के हुन्छ, जस्तै गाईको दुध खुवायो भने, भैँसीको दुध खुवायो भने, अब कतिले बाख्राको दुध पनि खुवाइरहेको हुन्छ, बाख्राको दुध खुवायो भने के हुन्छ होइन। जस्तै अब किन खुवाउनु हुँदैन, सुरुमा यो बुझ्नुपर्छ। सुरुमा बच्चा जन्मेपछि उसको किडनी र जुन हाम्रो गट भन्छ होइन, जुन खाना पचाउने जुन हाम्रो पाचन क्रिया हुन्छ नि, गट, त्यो चाहिँ राम्रोसँग डेभलप भएको हुँदैन सुरुको 6 महिना, त्यो डेभलप हुन टाइम लाग्छ। अनि त्यो कारणले हामी यदि बाहिरबाट सोलिड फुडहरू केही दियो भने, अथवा गाईको दुध दियो भने, अथवा भैँसीको दुध दियो भने बच्चाहरूलाई इन्फेक्सन हुने, डायरिया हुने र अरू जस्तै अब उसमा त्यो कम हुन्छ होइन, आइरन कम हुन्छ। आइरन कम भएपछि आइरन डिफिसियन्सी एनिमिया हुने, त्यो समस्याहरू भएर बच्चा पछि न्युमोनिया भएर आउँछ हस्पिटलमा होइन, डायरिया भएर आउँछ, अनि सेप्सिसमा इन्फेक्सन भएर भर्ना भइदिएको हुन्छ आइसियुमा। त्यो एउटा मेन इम्पोर्टेन्ट कुरा त्यो भयो। अनि अब किन हामीले आमाकै दुध खुवाउने त्यो मैले भनिसकेँ। अनि पानी चाहिँ किन खुवाउनु हुँदैन बच्चाले सुरुको 6 महिना, यदि बच्चालाई बाहिरको होटलको दुध अथवा भैँसीको दुध, गाईको दुध खुवाएर अथवा अरू अन्य कुनै खानेकुरा खुवाएर यदि बच्चालाई डायरिया भएछ भने फेरि जीवनजल हालेर हामीले पानी घोलेर खुवाउन मिल्छ बच्चालाई होइन, नखुवाउने होइन। तर यदि बच्चालाई होइन खानाहरू खुवाएर डायरिया लागेको छ भने त्यस्तो बच्चाहरूलाई हामीले भर्ना नै गरेर राख्छौँ, अनि साधारण पानीबाट नै राखेर उसको सबै कुरा हेर्छौँ पछि के छ, सेप्सिसमा छ कि छैन, त्यो कुरा रुल आउट भइसकेपछि। अनि त्यसपछि हाम्रो सुरुको 6 महिना चाहिँ एक्सक्लुसिभ ब्रेस्ट फिडिङ जुनलाई भन्छ त्यो नै दिने हो हामीले। त्यसपछि अब के हुनसक्छ, जस्तै मैले भने इन्फेक्सन हुनसक्छ, डायरिया हुनसक्छ, मालन्युट्रिसन हुनसक्छ, कुपोषणमा जान सक्छ 6 महिनापछि। अनि डिक्रिज ब्रेस्ट मिल्क भनेको बच्चाले अब बाहिरबाट दुधहरू खुवायो भने के हुन्छ, बच्चाले आमाको दुध खान छोडिदिन्छ, अनि आमाको दुधमा भएको सबै जति रासायनिक तत्त्वहरू छ सबै बच्चाले पाउँदैन, त्यस्तो बच्चाले कुपोषणमा जान्छ 6 महिनापछि। त्यो एउटा कुरा भयो। अर्को चाहिँ अब के हुन्छ बेनिफिट, यदि आमाको दुध खायो भने आमालाई चाहिँ के बेनिफिट हुन्छ, आमालाई मेन कुरा के बुझ्नुपर्छ भने, ल्याक्टेसन एमिनेरिया बच्चाको जुन आमाको जुन हुन्छ एउटा पोस्टपार्टम ब्लिडिङ हुने चान्स छ त्यो पनि घट्छ। त्यसपछि ओभरियन र ब्रेस्ट क्यान्सर हुने चान्स पनि घट्छ आमाको होइन। अनि त्यसपछि ल्याक्टेसन एमिनेरिया हुने चान्स हुन्छ। ल्याक्टेसन एमिनेरिया भनेको त्यो ब्लिडिङ जुन हामी आफ्टर त्यो डेलिभरी भइसकेपछि सुरुको 3 मन्थ चाहिँ हुँदैन, त्यो चाहिँ एउटा हामी हेल्प गर्छौँ। त्यो भयो, 3टा कुरा भयो। अन्त त्यसपछि ब्रेस्ट मिल्कमा के हुन्छ भने त्यो मैले भनिसकेँ, आइजी, ल्याक्टोफेरिन, इन्जाइम, म्याक्रोफेजहरू सबै इन्फेक्सनहरूलाई फाइट गर्छ होइन, अनि बच्चालाई सबैबाट जोगाउँछ, सबै इन्फेक्सन हुनेबाट जोगाउँछ। त्यो भयो। अनि अर्को कारण अब किन अब हामीले सपोज अब गाईको भैँसीको दुध कहिलेदेखि दिने क्या बच्चालाई, अब सुरुको 6 महिना दिन मिल्दैन। 6 महिना कटिसकेपछि होइन, 6 महिना कटिसकेपछि उसको कम्प्लिमेन्ट्री फिडिङ भन्छ। कम्प्लिमेन्ट्री फिडिङ भनेको जाउलो लिटोहरू होइन, भेजिटेबलहरू सादेर अनि सबै लिटोहरू मिक्स गरेर खुवाउँछ बच्चालाई, त्यसलाई कम्प्लिमेन्ट्री फिडिङ भन्छ। र त्यो भनेको सुरुको 6 महिना हामीले एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराइसकेपछि बच्चालाई होइन, त्यसपछि हामीले कम्प्लिमेन्ट्री फिडिङ प्लस एक्सक्लुसिभ ब्रेस्ट फिडिङ पनि स्टार्ट गर्नुपर्छ, र कम्प्लिमेन्ट्री फिडिङ पनि दिनुपर्छ 2 वर्षसम्म। अनि सुरुको 1 वर्षसम्म चाहिँ हामीले गाई र भैँसीको दुध दिनु हुँदैन, 1 वर्ष कटिसकेपछि मात्रै दिन मिल्छ। किनकि 1 वर्षसम्म उसको गाई र भैँसीको दुधमा के हुन्छ, तपाईँको फ्याट बढी हुन्छ होइन, त्यसले गर्दा के हुन्छ बच्चाले पचाउन सक्दैन, अनि बच्चाहरूमा डायरिया लाग्ने। अनि अर्को चाहिँ आइरन कम हुन्छ, त्यसले गर्दा के हुन्छ बच्चाहरूमा आइरन डिफिसियन्सी एनिमिया हुनसक्छ। अनि गट इम्युनिटी भएर इन्फेक्सन भएर गटमा डायरिया अनि अरू क्रोनिक सिलिक डिजिजहरू हुने चान्स हुन्छ। अनि त्यसैले अब 1 वर्ष कटिसकेपछि मात्रै गाई र भैँसीको दुध दिन मिल्छ। अनि अरू खानाहरू, अन्य खानाहरू जस्तै सोलिड फुडहरू भन्छ नि, त्यो पनि 1 वर्ष कटेपछि मजाले खुवाउन मिल्छ 1 वर्ष कटिसकेपछि। तर 6 महिनादेखि 12 महिनासम्म
चाहिँ हामीले गाई र भैँसीको दुध खुवाउन मिल्दैन है बच्चालाई, यो चाहिँ बुझिराख्नु। अर्को चाहिँ 12 महिना कटिसकेपछि गाई र भैँसीको दुध दिन मिल्छ, त्यो पनि भैँसीको दुध चाहिँ धेरै दिन मिल्दैन, त्यो पनि डाइल्युट पानी हालेर मात्रै दिन मिल्छ, किनकि भैँसीको दुधमा धेरै फ्याट हुन्छ, त्यो बच्चाहरूले पचाउन सक्दैन अनि बच्चाहरूलाई गाह्रो हुन्छ। त्यो भयो। अनि अर्को कुरा अब कम्प्लिमेन्ट्री फिडिङको बारेमा हामी अर्को नेक्स्ट लेक्चरमा कुरा गर्छौँ र अब यहाँ पनि के समस्या छ भने प्लिज कमेन्ट गर्नु होला। धन्यवाद।